एउटा कुरा तपाईँलाई थाहा छ, मालपोत कार्यालयको नाम फेरियो र भूमि प्रशासन कार्यालय बन्यो। नेपाल सरकारको यो कदम तपाईँलाई कस्तो लाग्यो टिप्पणीमा लेख्नुहोला। म मेरो विचार राख्छु है। कसैले मलाई मालपोत शब्दको अर्थ के हो भनेर सोधिरहनु भएको थियो। माल शब्द अरबी भाषाबाट आएको हो। माल शब्दको अर्थ हुन्छ धन सम्पत्ति। पोत शब्द फारसी भाषाको फोत शब्दबाट आएको हो र त्यसको अर्थ हुन्छ जग्गा धनीले सरकारलाई तिर्नुपर्ने कर, तिरो अथवा लगान। अब यो मालपोत अरबी र फारसी भाषा मिलेर बनेको एउटा शब्द भयो। यसको पछाडि के छ? कार्यालय, संस्कृत शब्द। तीनवटा भाषाको एउटा खिचडी बनेको एउटा अनौठो शब्द कार्यालयको नाममा थियो। अब चाहिँ भूमि प्रशासन कार्यालय, सबैले बुझ्ने भाषामा भूमि जग्गा जमिन भइहाल्यो, त्योसँग सम्बन्धित प्रशासन, तिर्ने मात्रै नभएर अन्य कुरा पनि त्यसले समेट्यो, र कार्यालय त्योसँग सम्बन्धित सम्पूर्ण कार्यहरूको कार्यालय बन्यो। सरकारले यो नाम परिवर्तन गरेकोमा मलाई चाहिँ खुसी नै लागेको छ, प्रसन्नता नै छ। अब एउटा कुरा, हाम्रो न्यायालयमा यति धेरै शब्दहरू अरबी, उर्दू र फारसीका छन्, जसको सजिलो नेपाली भाषामा विकल्प हुँदाहुँदै पनि हामी तिनै शब्द बार बार प्रयोग गरिरहेका छौँ। किन हो थाहा छैन।